हेलो हेलो साथीहरु, म तपाईहरुलाई देखाउन गइरहेको छु आज केरापाते रोटी यस्तो भएको छन्। खासै जान्न त जान्दैन, तैपनि मेरो छोराछोरी निस्यालो नहुन्। अरूको देखेर अरूको झ्यालझ्यालमा गएर नउभिउन्। केटाकेटीमा त रहर हुन्छ नि सबैलाई, अनि बच्चाबच्चीको रहरै त हो। त्यही भएर मैले पनि जानी नजानी जस्तो जाने त्यस्तै बनाएँ। घरमै पिसेको सिलौटामा पिसेको चामल भिजाएर चाहिँ राम्रो हुँदो रहेछ। यो मिलमा पिसेको चाहिँ यस्तो हुँदो रहेछ साथीहरु। त्यही पनि काम चलाऊ मैले चाहिँ बनाएँ, मेरो छोराछोरी निस्यालो नहुन्, रमाउन् चाडपर्वमा भनेर यस्तो बनाएँ। तपाईहरुले पनि के तयारी गर्दै हुनुहुन्छ तिहारको कमेन्टमा गरिदिनु होला। मेरो छोरोले चाहिँ यहाँ चियाको चुस्की ल्याइरहेको छ कान्छोले। मलाई मनै पर्दैन। हाई भन्दियो, हाई। अन्द्रसा पकाएको अन्त अन्द्रसा चाहियो अरे मेरो कालेलाई चाहिँ। अन्द्रसाको तयारी पनि गर्नु पर्ला। अन्द्रसा पनि यस्तै हुन्छन् होला साथीहरु, के गर्नु खै। यस्तै हुन्छन्, हल्का चिनी। हजुर हजुर, यस्ता छन् साथीहरु। हेर्नु त, यो पनि कसैले गर्छ यस्तो। यो त यो फाल्ने जस्तो भयो यो रोटी, तर अन्नलाई त्यस्तो भएन भन्नु भएन। आफ्नो सिप आफ्नो ढङ्गले जस्तो भ्याउँछ त्यस्तै गर्ने हो, सिक्दै जाने हो। को चाहिँ एकैपटक सिकेर आएको हुन्छ र हैन र साथीहरु। म सिक्दैछु, मेरो छोराछोरीले खुसी दिन खोज्दैछु। म यस्तै छु। मनपर्नेलाई मन पर्छ, नपर्नेलाई मेरो भिडियो हेरिरहनुस् भनेर कर गर्नु पनि छैन। मन नपरे नहेर्नु होला, मन परे चाहिँ हेर्नु होला। ल त साथीहरु, बाई बाई। छोटो मिठो भिडियो हजुरहरुलाई बिहानी टाइममा राख्दैछु। अनि सन्चै हुनुहुन्छ होला। मेरो युट्युब फ्यामिली भन्ने आशा लिएको छु। मेरो छोरा चाहिँ चियाको चुस्की लेकोले छन्। कति भन्नु पर्यो होला भन्छ यो कालेले। यस्तै छ। ल ल साथीहरु, बाई बाई। स्वस्थ रहनुस्, व्यस्त रहनुस्। आजको दिन हजुरहरुको शुभ रहोस् भन्दै बिदा भए है त।